सरकारलाई देश जिम्मा लगाइदिएर हामी विदेश भाग्छौँ। सो यो क्लिप हेरिसक्नुभयो होला होइन। अब यो क्लिप हेरेपछि के भन्ने क्या, अब यो जे पनि के यो आफ्नो अन्तर्वार्ताहरूमा जे पनि अरूलाई दोष लाउने यसको त पहिल्यैदेखि नै अब कामै हो। अरूलाई चाहिँ आफ्नो दोष थुपार्ने, मैले गरेको छैन भन्ने, अनि भिजेको बिरालो बन्ने उ गर्ने, यसको त पहिल्यैदेखिकै ट्याक्टिस हो होइन। अनि यत्रो कुराहरू भन्दा गर्दाखेरि पनि हामी चुप लाएर बसेछौँ। अब त हामीले चाहिँ सरकारलाई चाहिँ यति दबाब दिनुपर्छ कि यसलाई चाहिँ यसको चाहिँ पकडा पुर्जी जारी गरेर यसलाई सकेसम्म चाहिँ एकदमै चाँडो चाहिँ जेलमा चाहिँ खोज्नुपर्छ भनेर चाहिँ हामीले चाहिँ अबको सरकारलाई चाहिँ एकदमै प्रेसर दिनुपर्छ। किनभने यो जतिसम्म बाहिर हुन्छ मान्छेहरूलाई यसरी नै भन्ने, यसरी नै आक्रोश उ गर्ने, जे जताभावी भन्ने उ गर्ने